यो भिडियो चाहिँ मालिक वर्गदेखि लिएर हाम्रो ड्राइभर गुरुजीहरूसम्मको लागि बनाएको छु। अनि मान्छेले पैसा रुखमा हुन्छ भनेर भन्छ नि त है, रुखमा फल्छ भनेर। फल्नु चाहिँ रुखमै फल्छ, पैसाको पनि रुखै हुन्छ। तर रुख देख्नु चिन्नु जान्नु पर्यो, अनि टिप्नु पनि जान्नु पर्यो। गुड मर्निङ, नमस्कार अनि सेवारो सम्पूर्ण मित्र लगायत भ्युवर्सहरूमा सधैँ चाहिँ आज पनि हजुरहरूलाई हाम्रो चालक ब्लगमा स्वागत छ। र विषय भनिहालेँ मैले के कस्तो हो भन्ने खालको कुराहरू है। ड्राइभरदेखि लिएर मालिकहरू वर्गसम्मको लागि भिडियो बनाउनु चाहेको थिएँ यो, र देखाउनु पनि चाहेको थिएँ तपाईँहरूलाई के कस्तो लाग्छ है। मेरो एउटा यो व्यक्तिगत विचार हो। यहाँ चाहिँ मैले भन्नु चाहेको छु, लोकेसन भन्नुहुन्छ भनेदेखि चाहिँ हाम्रो लेकसेप मन्दिर, अनि हाल हामीले माटो बोकेर झारेको जग्गा हो। र यही जग्गामा चाहिँ तलबाट आरबिएम नछापेर माटो मात्रै भएको कारणले गर्दाखेरि चाहिँ गाडी धेरै स्किड गर्दैछ, र गाडी स्किड गरेर नचढेको कारणमा हामीले घरिघरि ट्राई त गर्नु पऱ्यो नि त। त्यसैले गर्दाखेरि मैले पनि डबल ट्रिपलै गर्दैछु होइन, ट्राई गर्दैछु यस विषयमा। तपाईँहरूलाई के कस्तो लाग्छ, र पहिला ड्राइभर विषयको कुरा गरौँ न त। र यहाँनिर चाहिँ अब यसरी धेरै ट्राई गर्दाखेरि ड्राइभर विषयमा चाहिँ के हुन्छ भनेदेखि स्किड गरेर ओह्रालो जानु पनि सक्छ होइन। हावा सकेपछि अब नयाँले चाहिँ अब त्यो कुराहरूमा ध्यान दिँदैन, अनि विशेष गरी ध्यान दिनुपर्ने कुरा चढाउनुमा मात्रै ध्यान दिएर भएन नि त। र यहाँनिर 2-3 पल्ट गाडी माथि उफ्रेर जर्किन पनि भएको छ, मेरो ड्यासबोर्डको सामानहरू पनि झरेको छ। अब यो चाहिँ बिहानखेरि हो। अब कतिजना मालिकले कति ठाउँ भन्छ नि त, किन ढिलो भयो, कसरी ढिलो भयो, अरू गाडी चढिरहेको छ कसरी चढेन भन्ने खालको यस्तो इत्यादि धेरै प्रश्नहरू राख्नुहुन्छ उहाँहरूले। अनि मैले चाहिँ यो देखेर लाउनु विचार गरेको, किनभनेदेखि यस्तो कारणले पनि हिँड्छ। यहाँनिर पहिलो गाडी पनि चढ्यो, दोस्रो गाडी पनि चढ्यो, भुतभुते खेल्दै चढ्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि टायरले तलबाट पानी लिएर आएको हुन्छ। र यहाँनिर अहिले गाडी नै बाङ्गिरहेको छ, देख्नु हुँदैछ नि त होइन। चढ्नु नसकेर चाहिँ गाडी बाङ्गेको स्किड गरेर। अनि तेस्रो गाडी चाहिँ पानी धेरै निक्लेको कारणले गर्दाखेरि तलबाट आएर यो गिजगिज भइरहेछ नि त, हिलो रातो माटो जस्तो। त्यहाँदेखि त्यो सँगसँगै अब प्लस त्यो सँगसँगै चाहिँ पानी भयो, पानी र भुतभुते खेलेकोले गर्दा चाहिँ मेरो गाडी नचढेको, म तेस्रो नम्बरमा परेको कारणले गर्दाखेरि हजुरहरूलाई के कस्तो लाग्यो यो कुरो है। र विशेष ध्यान दिनुपर्ने कुरा नि, अब लिएर झार्यो, ट्रिप त पुग्यो पैसा होइन, अनि गाडी निक्लिएन नि त। अब यहाँनिर मैले एरर दिएको चाहिँ के हो भन्दाखेरि यहाँ धेरै स्किड भइरहेको छ। अब यो चाहिँ मालिक वर्गलाई